गाइज अहिले चाहिँ हामी जान हम तिजु चिप्नुको लागि अहिले चाहिँ भन्नुहुन्छ माइतीले नजाने भनेर अहिले चाहिँ हामीको जाने खान मन लाग्यो भने तेरो कति जाने हामी काफले पाएन त बाजे हिँडी निकाल्ने जङ्गलमा हेर्नु गाइज लाली गुराँसको बुढा यस्तो भएछ सुकेर भने अहिले चाहिँ हामी घर आएर नि मुख सुख धोएर नि गाइज पुरा कपडा सपडा लगाइछौँ अब चाहिँ जाने घर जाने रे माइती चाहिँ गाइज तल बस्नु खै चाहिँ डोरा सो गाइज गुड मर्निङ तपाईँलाई स्वागत छ आज फेरि एक न्यू भिडियोमा गाइज हामी चाहिँ बिहान बिहान उठेर मस्त लगाएर हात मुख धोइहाल्यौँ गाइज आज चाहिँ हेर्नु गाइज बिहानै घाम लागिरहेको हिजो चाहिँ यति बिहान घाम पनि लागेको थिएन घाम यति माथि आइसक्यो नि बादल खाल्थ्यो नि बादलले घामै देखाएको थियो अहिले चाहिँ गाइज हामी जान लाग्छ माथि के भन्छ तिजु चिर्नु लागि बिहानै एक्सर्साइज पनि हुन्छ गाइज उकालो छ लास्टै हेर्नु उकालो पनि छ एक्सर्साइज पनि हुन्छ त्यही भएर हामी जान लाग्यो मामा नैजना चिसो हुन्छ गाइज बिहानमा लास्टै रुवा लाएर खत्तम भन चिसो खान लास्टै माइजू चाहिँ गाइज तल हुन्छ हेर्नु हिँड्नु जा माइजू अहिले भर्खर जानुहुन्छ अहिले जाने जानुहुन्न तपाईँ भूमिमा बस्नु न त म जान्छु त बुढा ल बिहान तपाईँले एक्सर्साइज गर्नु भनेको होइन तो गाइज माइती भन्नु म काबल टिम अलि नजाने भनेर अहिले चाहिँ मैले भन्नु थियो काबल टिम जाने भनेर मुख दुनु बेला अहिले चाहिँ भाइले नजाने भनेर अहिले चाहिँ हामी जाने हो गाइज अब हामी घर तपाईँलाई लास्ट चाहिँ देखाउँदैछु यहाँको नजारा गाइज कहिले को नजारा म पनि फर्स्ट टुर चाहिँ आएको तपाईँलाई थाहै छ न गाइज हेर्नु यहाँको पहाड देखाउँछु गाइज हेर्नु यो यहाँ सुरु गर्दैछु गाइज मैले तपाईँलाई हेर्नु गाइज यो पहाड यता चाहिँ गाइज सुरज हान्थ्यो क्यामेरामा पऱ्यो त्यही राम्रो देखेको छैन अहिले हेर्नु पहाड गाइज पहाड ओहो पाल्थिरनका गाइज हेर्नु यो पहाड भयो अनि एउटा यो पहाड भयो हेर्नु गाइज यो राम्रोसँग देखेकै छैन नि यति टाढा टाढा खाने गाइज त्यही भएर हेर्नु यताको पहाड हेर्नु यो पुरा पहाडै पहाड छ गाइज जता हेऱ्यो नि पहाडतिर पहाडै पहाड देखिन्छ हामी तिजु चिप्नुको लागि अहिले चाहिँ भन्नुहुन्थ्यो माइतीले नजाने भनेर अहिले चाहिँ हामीको जाने खान मन लाग्यो भने तेरो कति जाने हामी यिनीलाई चाहिँ मैले भन्नुपर्छ त्यो बाजे र म जान लाग्छौँ गाइज माथि यहाँको टाढा यहाँको टाढा धेरै टाढा डाँडा जाने माथि डाँडामा गाइज अहिले चाहिँ हामी तिजुहरू हुने ठाउँमा तिजु काफल हुने ठाउँमा आइसक्यौँ भन गाइज हेर्नु यहाँ पुरा पार्टी छ गाइज पुरै पहाड छ हेर्नु पुरै पहाड यहाँ चाहिँ गोल्डन फ्रुट पनि रहेछ गाइज हेर्नु हिजो हामीले खाएको गोल्डन फ्रुट यो हिजो नै अस्ति खाएको होइन बाटो उडा था यहाँ त घारी छ त बाजे बाजे बाटो उडाएर त बाटो कता त यहाँ त घारी छ त घारी यहाँ घारी छ पुरा घारी रहेछ बिचमा पुरा घारी काफला रुकै बेटी लागि ओहो कहाँ खाने यार गाइज लास्टै कहाँ खानालाई पनि आउनुपर्छ यस्तो काँडा पनि काफले पाएन त बाजे हिँडी निकाल्ने जङ्गलमा हेर्नु गाइज लाली गुराँसको बुढा यस्तो भएछ सुकेर भने भेजिन्न अब त्यत्तिकै हिँडेर हेट जङ्गलमा हिँडिरहेछौँ गाइज भेटेकै छैन गाइज हेर्नु पुरै घारी जङ्गलमा आइसक्यौँ हेर्नु हामी पुरै गाइज जङ्गलमा आइसक्यौँ पुरा डर लाग्छ गाइज जङ्गल पनि लेकिन काफले भेटेकै छैन गाइज हेर्नु काफल यति पुरा जङ्गल घुमेर गाइज हेर्नु हल्का हल्का छन् पनि पाखा पनि हल्का हल्का हेर्नु त हेर्नु यो दुईवटा गरेर मात्रै छ गाइज एउटा फेरि अन्त कहाँको छ सो गाइज अहिले चाहिँ हामी घर आएर नि मुख सुख धोएर नि गाइज पुरा कपडा सपडा लगाइछौँ अब चाहिँ जाने घर जाने रे माइती चाहिँ गाइज तल गइसक्यौँ म तल दुकान छ होइन बजेको त्यता गइसक्यौँ म चाहिँ अहिले यहाँ जाने हिँडेर बाइकमा जानु के लाओ यहाँ खै बाजे डरो बन्द हो रहा ना
सबैभन्दा कान्छा हो नि कान्छावादी हो क्या लास्टमा हाई भन्नु म अबदेखि भोलङमा देखिन्न होइन खै बजे ढोल यति बेला हिँडेपछि बेलुका 4 बजेतिर पुगिन्छ गाई छैन मामाहरू त्यहाँ हुनुहुन्छ म चाहिँ त्यति माथिबाट आएको नि अहिले हामी जाने यहाँ तलतिर हेर्नु यही बाटो आएर गाई छैन म तपाईँलाई एकचोटि यहाँको पाहाड देखाइदिनु भएको छ हेर्नु पाहाड ऊ पाहाड पाहाड गाई छ हामी जाने अहिले रोडदेखि बग्ने पारी यो रोड पारी छ नि गाई यो रोडै जाने हामी हो यहाँ हुँदै हुँदै यहाँ तल जानु गाई अहिले रोड माइजू चाहिँ गाई गाडीमा जानुहुन्छ म र मामा चाहिँ बाइकमा जाने खै बजे ढोला हुन्छ खै बजे ढोला हेलो चाहिँ गाई हामी जानु लाग्यो माइजू चाहिँ यो गाडीमा जानु लाग्नु भयो ल भाइ हो चाहिँ लेट्स गो गाइस सो गाइस अहिले चाहिँ हामी आइसक्यौँ तल्लो डुम्सर र माथिल्लो डुम्सरमा गाइस हेर्नु यो चाहिँ गाइस तल्लो डुम्सर नै हेर्नु यो चाहिँ माथिल्लो डुम्सर हो गाइस अहिलेसम्म हामी हिँडिरहेको थियौँ यहाँ कच्ची रोड छ यहाँ माथि हेर्नु यो गाई त्यो कच्ची रोड हो मैले तपाईँलाई पहिले देखाएको थिएँ मामा पनि गाइजु पढाउनुहुन्छ हामीले हेर्नु यहाँ बाइक रोकेको छ मामा तल जानुभयो हेर्नु गाइज अनि तल चाहिँ गाइज यो पुल छ हेर्नु पुल छ यता चाहिँ गाइज कर्णाली हेर्नु अस्ति चाहिँ पुरा धम्ले थियो आज चाहिँ सम्लो रहेछ कर्णाली हामी जाने गाइज यो पुल कटेर यताबाट जाने बस देख्यो नि गाइज तल हो त्यहाँबाट यस्तो हुँदै यो रोडमा जाने हामी टाइम चाहिँ गाइज बहुत लाग्छ जानुलाई पनि ठाउँ पनि गाइज यति राम्रो छ कि लेकिन बाटो राम्रो छैन यहाँको ठाउँ त गाइज कुरै नहुनु ठाउँ राम्रो छ लेकिन यहाँ बाटो राम्रो छैन बाटो हेर्नु पहाडै पहाड यता पनि गाइज पहाडै हेर्नु यता पनि गाइज पहाडै हेर्नु दामी छ गाइज दामी डुम्सेर गाइज डुम्सेर भन्ने ठाउँमा अनि गाइज मैले नाम त दामी दामी सुनेको थिएँ डुम्सेर देख्छु भन्ने आएर चाहिँ गाइज पुरा भयो यस्तो रहेछ ठाउँ भन्ने हामीले देखियो पुरै अहिले हामी कहाँ पुग्यौँ अरे भोटेश्वर आइपुग्यौँ होइन ए गाई जानु मामाले भर्खर हामी गाडीमा आएको नि गाडी साडी लाग्नु छ यहाँ अनि गाई बजेटरमा गाडीहरू गाई कति धेरै खानु गाई बजेट स्टोर हो नि अहिलेसम्म गाई हाम्रो होइन रोड राम्रो थियो अब कहाँ जाने अब कच्ची रोड जाने कच्ची रोडमा उखाड जान सो गाइज हामी चाहिँ अहिले घर पुगिसक्यौँ देख्छु तपाईँले हामी यो भर्खर आएको मामा म माइजू यो बाइकमा हेर्नु मामाले चाहिँ अहिले बाइक साइड आउनु भयो हेर्नु मजा आयो गाइज घरमा आएर अब त घर आउनु अब चाहिँ गाइज हाम्रो लली भाइ चाहिँ माथि बस तेलार बसिरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँले यहाँ हाम्रो चाहिँ मामाहरूको कुकुर गाइज अहिले हामी खाँदैछौँ हेर्नु पाहाडबाट ल्याएको सो गाइज अहिले चाहिँ पुरा रात परिछ भनौँ गाइज अहिले चाहिँ होइन पुरा पानी आउला जस्तो गरेर गाइज गर्न लाग्छु भन्दा पनि गाइज पुरै पानी आयो हेर्नु आवाज सुन्ने नि गाइज हेर्नु पुरै पानी आएको छ हाम्रो यहाँ चाहिँ पानी खानु भाइ हेर्नु हाम्रो चाहिँ काले भाइ हो नाम के अरे शङ्कर अनि यसको नाम चाहिँ गाइज शङ्कर हो होइन यो भाइको नाम एकजनालाई चाहिँ मायाले चाहिँ काले काले बजाउन होइन तपाईँलाई गाइज आजको मेरो भ्लग गाइज कस्तो लाग्यो गाइज कमेन्टमा बताउनु होला अब मिल्छौँ एक न्यू भिडियोमा तपाईँको गाइज सुन्नु बाई बाई गाइज माइजू के लाग्नु भयो खाना खाने हेर्नु मस्तो लागेर अब हामी
गाइज